नमस्कार दर्शकबिन, खोज 360 मा तपाईहरुलाई स्वागत छ। आजको एपिसोडमा हामीले इन्टरभ्यु गरेका छौं दुई अनुभवी टेक्निशियनको। गर्मीमा जब एसी चल्छ त्यो पछि काम कसले गर्छ त्यो हामीले धेरै नै कम सोच्छौं, तर यो फिल्डमा काम गर्न सजिलो छैन। अनि यो इन्टरभ्यु तपाईहरुले सुन्नुहुन्छ उहाँको रियल स्ट्रगल, प्र्याक्टिकल च्यालेन्जेस अनि पर्सनल एक्सपिरियन्सहरु। उहाँले कसरी सुरु गर्नुभयो यो जर्नी, कस्तो कस्तो प्रब्लम फेस गर्नुहुन्छ डेली अनि कसरी सबै ह्यान्डल गरिन्छ। आज हामी यी सबै कुरा समेटेर विस्तृत रूपमा जानेछौं। हेलो दाई, नमस्ते। नमस्ते। हजुरको नाम? मेरो नाम अर्जुन कालीकोटे। मेरो घर चाहिँ त्रिवेणी नगरपालिका वार्ड नम्बर 6 लालपत्ता हो। कति वर्षदेखि हजुर नेपालमा काम गर्दै हुनुहुन्छ र केमा काम गर्दै हुनुहुन्छ? मैले लगभग 14 वर्षदेखि म यो प्राविधिक क्षेत्रमा टिभी, फ्रिज, वासिङ मेसिन, एसी लगायत वायरिङदेखि लिएर एसीसम्ममा काम गरिरहेको छु। हालसम्म पनि यही काम गरिरहेको छु। अनि के छ त, नेपालमा पनि बसेर गर्नु सकिन्छ त? एकदम सकिन्छ। अहिलेसम्म मैले नेपालमै बसेर यतिको गरिरहेको छु। घर फ्यामिलीमा कतिजना हुनुहुन्छ? घर फ्यामिलीमा मेरो 2टा छोराहरू छन्, आमा श्रीमती। यो कामको सिलसिलाले हजुरले अनि 14 वर्ष काम गर्दाखेरि एउटै कम्पनीमा गर्नुभएको कि डिफ्रेन्ट के छ? मैले सुरुमा चाहिँ गाउँबाट निक्लिँदाखेरि चाहिँ बिजुली वायरिङबाट सुरु गरेँ। वायरिङ गर्दा गर्दै मैले अब टिभी बनाउन थालेँ, फ्रिजहरू बनाउन थालेँ। हुँदै अहिले चाहिँ वासिङ मेसिन र एसी अहिले बेसरी अब चल्दो अवस्थामा छ। आजभन्दा 2 वर्ष अगाडिदेखि, 2-3 वर्ष भनौँ न अगाडिदेखि वासिङ मेसिन र एसी बेसरी गाउँघरमा, सहर बजारमा पनि भित्रिन थालेको। नभए ठुल्ठुलो ब्याङ्कहरूमा मात्रै थियो। अहिले चाहिँ हामी एसी र वासिङ मेसिन यो वर्ष बेसरी जोडेका छौँ। अनि हजुरले यो नेपालमै काम गर्दाखेरि बाहिर कतै आफ्नै कामको सिलसिलाले हजुरलाई बाहिर घुम्ने अपर्च्युनिटी पाउनु भएको छ कि छैन? त्यस्तो कम्पनीबाट त पाएको होइन, मैले आफै चाहिँ गएको। 1 वर्ष भयो म जापान गएर आएँ। जापान र नेपालमा के डिफ्रेन्ट देख्नुभयो हजुर? धेरै डिफ्रेन्स। तपाईँको जापानमा भनेको सबै सिस्टमले चलेको हुँदो रहेछ। देशै सिस्टमले चलेको, त्यहाँको जनता नै सिस्टममा चल्ने, त्यहाँको जनता नै अनुशासित। हाम्रो नेपालमा त्यस्तो छैन। त्यहाँको सरकार र नेपाल सरकारमा के डिफ्रेन्स देख्नुभयो? धेरै। उहाँ चाहिँ के छ भने त्यहाँको सरकारले उठाएको करलाई चाहिँ जनतालाई नै सदुपयोग गरेर सबै सेवा सुविधा पुर्याएको छ भने हाम्रो यहाँ चाहिँ जनताले तिरेको करमा चाहिँ सेवा सुविधा केही पनि छैन। नेपाल सरकारले चाहिँ जुन काम गर्छ त्यसले हजुरलाई इफेक्ट पर्छ कि पर्दैन, या केही मेसेज दिनु चाहनुहुन्छ हजुर नेपाल सरकारलाई? मैले बुझेर आएअनुसार जापान गएर आउँदाखेरि चाहिँ हाम्रो नेपाल पनि यस्तै भइदियो हुन्थ्यो, यस्तै सफा सुग्घर सिस्टमले चल्दैदेखि हुन्थ्यो। यस्तै भएदेखि हाम्रो पर्यटक क्षेत्र हाम्रो जापानभन्दा धेरै ठुलो ठाउँ छ। पर्यटकीय क्षेत्रहरू धेरै छन्। हाम्रो प्रकृतिको सुन्दरता धेरै छ। यसलाई चाहिँ एकदम चाहिने विदेशी पर्यटक भित्र पनि सक्न पाएदेखि जापानभन्दा अझै नेपाल राम्रो हुने थियो। थ्याङ्क यू। हस् दाइ, हस्, थ्याङ्क यू। हाम्रो 360 खोजमा चाहिँ हाम्रो अर्को सर हुनुहुन्छ। सर, हजुरको नाम के पर्यो? मेरो नाम सर जैनुद्दिन अन्सारी हो। म वीरगञ्जबाट यहाँ उदयपुरमा काम गर्न आएछु। कति वर्ष भयो हजुर वीरगञ्जबाट यहाँ आउनुभएको? एसीको लाइनमा मेरो यही 5 वर्ष हुन थाल्यो। उदयपुरै आउनु भएको? उदयपुर होइन, म वीरगञ्जमा 5 वर्ष काम गरेर उदयपुर मेरो 1 साल भयो। 1 साल भयो। उदयपुरमा काम गर्नु कतिको सहज छ र कतिको फाइदा हुन्छ? ठिकै ठाकको छ। वीरगञ्जभन्दा अलि राम्रै छ उदयपुरमा। त्यत्रो वीरगञ्जमा त चारैतिर कम्पिटिसनको अहिले चलिरहेछ, तर उदयपुरमा त्यस्तो देखेन। हजुर एक्लै हुनुहुन्छ कि फ्यामिली पनि हुनुहुन्छ? म यहाँ अहिले दाइ उदयपुरमा एक्लै बस्छु, तर वीरगञ्जमा फ्यामिली पनि छ। ए ओके, वीरगञ्जमा चाहिँ फ्यामिली हुनुहुन्छ। र यो काम गरेर फ्यामिली बच्चा पनि छ कि छैन हजुर? छैन, बिहे भएको छैन अहिले। बिहे भएको छैन? ए ओके, सिङ्गल हुनुहुन्छ है। यो काम गरेर हजुरलाई नेपालमै जुन काम गर्दै हुनुहुन्छ हजुर, त्यो कामले हजुरको दैनिक जीवन र घर फ्यामिलीलाई दिनु पुग्छ कि पुग्दैन? अहिले त त्यत्रो त पुगिरहेछ। अब बादीमा अब फ्यामिली बढ्छ भने बिहे भएपछि अब के कस्तो कन्डिसन हुन्छ त्यो हेर्नु न त। अहिले त पुगिरहेछ सबैजनालाई, राम्रै भइरहेछ। हजुरलाई अनि उदयपुर कस्तो लाग्यो त? वीरगञ्जबाट यहाँ आउँदाखेरि उदयपुर अलि वीरगञ्जभन्दा अलि उदयपुर मलाई राम्रै लाग्यो। वीरगञ्ज पनि ठिकै ठाक छ, तर उदयपुरमा घुम्ने जस्तो छ नि, पर्यटकहरू कहाँ अलि पहाड यताउति खोला तोला अलि राम्रो देखिन्छ। वीरगञ्जमा त्यत्रो छैन त्यस्तो।